अनि यहाँदेखि यति यति यहाँनिर यस्तो बस्छ यो समाउनु तपाईँले फिफ्टिन आउँछ होइन त्यहाँ अनि यहाँ त के छ नि डिजाइन यति बेर आउँछ यहाँ यतिको मान्छ यति यति बेर आउँछ बेर आइसकेपछि यहाँ हाम्रो लेडिज जुत्ता चप्पल यहाँ बस्छ जिन्स त्यता बस्छ के छ आइला मुला भइहाल्यो के एमएम ताजी त्यो सबै सामान एक ठाउँमा भेला पार्नु सागरको नाक खिच्नु पर्छ यहाँ अब सागरको नाक ज्याम्मै पारेर खिच्दिउँ भने भाइ नि अर्थिन खुस्क्यो भोट एक ठाउँमा राख्छ छुट्टिया छ यो फलाम काट्नेहरू पनि राख्दिनु यिनीहरू यो काटे हटा सबै एक ठाउँमा राखिदिनुहोस् ल तिन काट्ने पनि रड उ त रड पनि रड एउटा त्यहाँनिर हान्नुपर्छ बेन्डिङ होइन को आयो भाइ यो केटा केटाको नखिच्नु पक्रियो भने म फेरि म व्यवस्था गर्छु नि फेरि पक्रियो भने चिनेको छैन ल मलाई फेरि म त बडा डेन्जर मान्छे हो नि फेरि च्यापाबाट काँधमा बोकेर के चाहिँ यो लाउरीले काम गरेर आयो क्या घाँस सरेर यसको फिनिसिङ राम्रो कस्तो देखिन्छ परबाट हेर्नु त खोइ चप्पल खोइ बाबा खोइ चप्पल छ चप्पल लिएर आउनु त्यहाँ नजानु होइन मलाई अझै फर्म त नपुग्नु रहेछ त अब अनि उता टोइलेट त खै टोइलेटलाई त उता दुईवटाले पुग्छ होला टोइलेटलाई पुग्ने रहेछ खम्बा दुईवटा चाहियो एउटा ल्याउनु पर्ने भयो त्यो खालको यता माथिको त उसमा सिधा लगाएको रहेछ त्यतिकै बनाउँछु भनेको दबाईहरू त्यो माथि पनि पानी पिउने बनाएछ मैले त फेरि उताबाट एउटा दुलो राख्दिनँ नि पछि बत्ती बाल्दैन दुलो त नि यहीँबाट सट्टै लाने म बनाउँछु नि पछि वेल्डिङ गर्दा दुलो राख्नु त 500 होइन कि त्यो पानी नसिने तरिकाले नि तार छिर्ने होइन अनि त्यो उसको माथि त नि पुरै पाल्दा नि उता आकाश तारामा देख्दैन भइरहेको छ नि त त्यहाँ दुलो त्यो त्यहाँ त वेल्डिङ वायरिङ गर्नुपर्छ बिजुली राखेर त्यहाँ बत्ती एउटा बाल्नुपर्छ माथि अनि यहाँ तारमा त छिर्दैन लेभलले मिलेको त छैन रहेछ गाँस सकिन्छ कि गाँसेको त यस्तो पा सिधा छैन यस्तो यस्तो पारेको छ गोसाले चाहिँ दिनैभरि हामीले त तपाईले हो नि त यति गाडेको तपाईले हो नि त दिनैभरि बस्नु के तपाईले यस्तो चाहिँ यसो क्यामेरा लाउनु मोबाइलको क्यामेरा लगाइलाई हेर्नुपर्छ एङ्गल त्यो तपाईँ खतम गर्नुहोस् बस्ने आफू र त्यहाँ चप्पल हो धेर त 5 मिनटको भएछ मेरो भाइ त्यो यताको साइड हानेपछि हिँडेको तपाईँले साइडमा अब आज यति नै छोटोमा अब यति नै गरौँ भोलि गरौँ